नमस्कार, म विश्वराज अर्याल। वास्तवमा हामीले एमएस एक्सेल अथवा कुनै पनि एप्लिकेसनहरू डाइरेक्ट खोल्दाखेरिमा नखोलेर सिस्टममा समस्या हुनसक्छ। त्यसलाई कसरी हटाउने भन्ने सानो क्लिप लिएर म उपस्थित भइसकेको छु। सर्वप्रथम हामीले एमएस एक्सेल खोल्ने। एमएस एक्सेल खोलिसकेपछि यहाँनिर हाम्रो फाइल भन्ने छ। फाइलमा गएर हामीले क्लिक गर्ने। फाइलमा क्लिक गरिसकेपछि अटोमेटिकली हामीले त्यहाँ अप्सन देखिन्छ। अप्सनभित्र फेरि त्यो अप्सनभित्र पनि अर्को अप्सन देखिन्छ। त्यो अप्सनभित्रको अप्सन हामी पहिला फाइलमा जान्छौँ। फाइलमा गइसकेपछि हामी यहाँ अप्सनमा जान्छौँ। अप्सनमा गइसकेपछि यसमा एडभान्स भन्ने देख्नुहुन्छ। एडभान्समा गएपछि यसरी स्क्रोलिङ बिस्तारै तल गर्दै गर्दै जानुहोस्। जबसम्म जेनरल भन्ने देख्नुहुन्न तबसम्म गइरहनुहोस्। यो डिस्प्ले छ, धेरै छ डिस्प्लेका सेटिङहरू फर्मुला भयो। यहाँ जेनरल देख्नुभयो। जेनरलमध्ये यदि तपाईँको यहाँ इग्नोर अदर एप्लिकेसन द्याट युज डाइनामिक डाटा एक्सचेन्जमा यदि राइट चिन्ह लाग्छ यसलाई हटाएर अनि ओके गर्नुहोस्। ओके गरिसकेपछि तपाईँले फेरि एमएस एक्सेललाई तपाईँले रिस्टार्ट गर्नुहोस् अनि तपाईँको समस्या समाधान हुन्छ। कहिलेकाहीँ हामीलाई सामान्यभन्दा सामान्य कारणले पनि समस्या आउने गर्छ। त्यसैले समस्याको निराकरण गर्न सकिन्छ। मैले यो सानो क्लिप यहाँहरूको लागि नै बनाएको हो र यसलाई आफैले युज गरेर प्रयोग गरेर